हेलो गाइज वेलकम टु माई पोडकास्ट है। आज चाहिँ गोपाल र म होस्ट सधैँ होस्ट दुईजना छौँ अनि त्यसै हाम्रो गेस्ट चाहिँ प्रकाश हुनुहुन्छ है। तिम्रो पनि केही बारेमा भन ल, तिम्रो बारेमा केही। अब के भन्नु, मेरो नाम चाहिँ प्रकाश हो। कहाँबाट म चाहिँ नेपालको अब धनगढी हो मेरो घर चाहिँ। अब केटाहरूले मलाई चाहिँ बोलाएकोमा धन्यवाद छ। अझै यसरी बोलाउँदै गर पोडकास्टहरू जस मनको कुराहरू भन्ने ठाउँ केही मनमा लागेको कुराहरू भन्न रमाइलो थियो। जस पहिलेदेखि नै गर्ने भन्ने कुरा आज आएर स्टार्ट हुँदैछ। बिस्तारै अझै राम्रो पोडकास्टहरू आउँछ, माया गरिदिनु सबै। आज चाहिँ हाम्रो फर्स्ट टाइम हो है। अब भुलचुक भएमा माफ पाम है, त्यही त भन्नु पर्यो होइन। सुरुमा त्यही हो। अब सुरुमा सबै पर्फेक्ट कहाँ हुन्छ र, सिक्दै जाने हो, सङ्घर्ष गर्दै जाने हो। एक दिन सक्सेस नभए पनि केही कुरा सिकिन्छ, त्यसैको लागि हो हामीले गरेको चाहिँ है। तिमी पनि केही बोल न। यहाँ त गेस्टलाई बोल्न दिनु। जस मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब यो जापान आइसकेपछि सङ्घर्षको प्राइम टाइममा बनेको साथीहरू चाहिँ जस बवालै हो जस्तो लाग्छ। बवालै हो, ठिक हो। मैले त्यो जस इन्सपिरेसन हो सबैजनाहरू, त्यसलाई देखेर तिनीहरूलाई हेर्दै नै जस हामीले पनि बाँच्यौँ। अब त्यसपछि अब हामी पनि आउँदाखेरि कसैलाई केही नै थाहा छैन है। उतै केटा गुड छ है, उसलाई चाहिँ मैले नोटिस चाहिँ पहिलेदेखि गरेको हो, तर त्यही पनि अब हाम्रो मात्रै सेन्पाहरू पनि थिएन। अब त्यस पछाडि वासिङ मेसिन कसरी चलाउने भने फर्स्ट टाइम त उसले सिकाएको है हाम्रो वासिङ मेसिन चलाउनु चाहिँ। अब तैँले त त्यस्तै हो, टिस्यु पेपरले सुरुमा त अब बत्तले उठाएर गइथ्यो। अनि टिस्यु पनि त्यतिखेर त थाहा थिएन है, टिस्युले गर्ने रहेछ। यसो हेर्नु है, बत्तल सत्तल पनि छैन है। यताबाट छ्यास गर्दाखेरि पानी त आउँछ, त्यही पानी युज गर्नु कि जस्तो लाग्यो है। तिमीलाई कस्तो लाग्यो त्यतिखेर? अब जापानभन्दा नेपालभन्दा त यहाँ त धेरै डिफ्रेन्स छ नि त। त्यसको लागि कस्तो लाग्यो तिमीलाई आउँदाखेरि? आकाश पातालै फरक हो नि। नेपालमा कहाँ त्यो ढुङ्गाले अब त्यही ठाउँबाट हुर्केको त हो नि। जस ढुङ्गाले पुज्ने, पातले पुज्नेदेखि हुर्केको हो नि त। अनि टिस्युले पुज्दा त अब के हो त्यो 2-4 दिन त है सक्राक सुक्राक अलिकति अप्ठ्यारो पनि हुँदो रहेछ क्या। एकदम पानीले गरिराखेको मान्छे सिक पनि लाग्दो रहेछ। अहिले चाहिँ अब जस बानी पनि भयो भनौँ। अनि त्यस पछाडि अब चाहिँ हामी केही भन नि। गोपालको त के छ तिम्रो त? कस्तो हुन्छ तिमीलाई त? सिक हुन्थ्यो? मेरो त सिक होइन, अति नै हुन्थ्यो साथी। म त बाथरुममा गएर सावर राति किन नुहाउन जान्छ केटो भनेको त होइन। ठिक छ, छिरिहाल्नु पर्यो नि, बाथरुममा छिर्नु पर्यो। त्यस्तै हो। अनि त्यस पछाडि अब अहिले चाहिँ हामी अलिकति अब के भनौँ, त्यस्तो हाइटमा पुगेको छैन। त्यही पनि अलिकति केही कुरा चाहिँ जान्ने भयौँ, आफूलाई चाहिने कुरा चाहिँ अब चाहिँ केही गर्न सक्ने भयौँ है। अब हामी पनि भन्ने जस्तो चाहिँ लाग्छ अब जानेको। अनि त्यस पछाडि अब के भन्नु, नियङ्गो गएको पनि अब हामीलाई ग्रेजुएसन भयो। अब जे होस्, नियङ्गो गएकोमा जे जस्तो भए पनि अब हामी चाहिँ अब नियङ्गाको सोचुकी भइसकेपछि चाहिँ अब के गर्ने है। अब तिमीले अहिले चाहिँ के पढ्नु गइरहेको छ त्यो पनि भन्नु पर्यो नि त। अब नियङ्गो गएको अब सोचेको भएपछि अब जस नेपालदेखि नै अब यसो होटलतिर पढौँ कि भन्ने सोच चाहिँ थियो। अब जस यहाँ आएपछि पनि अब होटल नै पढौँ भनेर अब चाहिँ अबको 3 वर्ष चाहिँ फेरि अब निसितेचुतिर यसो पढ्नु पऱ्यो होइन। तर मलाई चाहिँ अब कस्तो लागिरहेको भन्दाखेरि अब यसो हिजो अब बुझ्दाखेरि चाहिँ अब खासै ऊ नै लागेन क्या। अब के भन्नु हुन्छ नि, जस अलि त्यो हुन्छ नि इफोर्ट भएको जस्तो त्यो खासै ऊ चाहिँ भइरहेको छैन। जस अलिकति पढ्या भए अब त्यही कुरुमाको पढ्या भए हुन्थ्यो कि भन्ने सोच चाहिँ छ कि। जस अब 1 वर्षपछि फेरि चेन्ज गर्न मिल्दो रहेछ। अब हेरिरहेको छु मैले, अब जस चेन्ज गर्न पनि सक्छु मैले। अनि यो कुरा चाहिँ अब होइन, अब जापान बसेको मान्छेहरूलाई चाहिँ के गर्दा अब राम्रो हुन्छ, अब हाम्रो सेन्पायर हुन्छ नि त। अब उहाँहरूले चाहिँ अब केही यसो भनिदिउँ होइन, सजेसन त अब चाहिन्छ एकदम। अब मैले पनि नेपालमा म्यानेजमेन्ट पढिराखेको है। म पनि अब म्यानेजमेन्ट पढिरहेको, म्यानेजमेन्ट चुजिहरू गरौँ भनेर जस कन्टिन्युटी गरौँ भनेर मैले पनि म्यानेजमेन्टको युनिभर्सिटीमा जोइन गरेको छु।
मलाई पनि उसले भनेको अनुसारै अब है कुरुमा त पढ्नु मन थियो तर त्यही पनि अब ल ठिक छ कुरुमा पढ्यो अनि त्यही अरू केही काम गरेर मात्रै त्यही हुँदैन भन्ने चाहिँ मेरो त्यो सोचाइ धारणा हो नहोला यो टकटक आउँछ होइन यो त हामी देखाउनु पर्यो नि त होइन त्यही भएर त्यसै त यहाँ कहाँ फोकस भएन कि यहाँ अनि है मलाई पनि त्यस पछाडि म्यानेजमेन्ट पढेर आएको अनि त्यस पछाडि त्यसैमा पढौँ त्यसैमा कन्टिन्यू दिउँ भनेर मैले पनि म्यानेजमेन्टको जोइन गरेको छु अनि अब जापानमा चाहिँ तपाईँहरूले बिजनेस म्यानेजमेन्ट पढ्यो भने चाहिँ जता पनि काम गर्न पाइन्छ त्यसै कारण पछि चाहिँ अब अरूको काम गरेर मात्रै हुँदैन है केही आफ्नो पनि गर्नुपर्छ भन्दाखेरि अब उसले भन्यो नि होटेल पढ्यो होटेल पढिसकेपछि अब होटेलमै काम गर्नुपर्छ होटेलमै सिउसो गर्नुपर्छ भन्ने मेरो चाहिँ अब उसको त अलिकति अनलक्की नै भयो नि कहाँ फर्म भरेको मान्छे कहाँ गएर पढ्यो होइन त तिमी उसलाई चाहिँ यस्तो भन्छ क्या हो त्यही मतलब म पनि 1 वर्षपछि चेन्ज गर्ने हो एक वर्षपछि उसको त के भएको नि म भन्छु गोपाल तिमी आउन यतै निस्तेछु पढाउन त्यहाँ एरोप्लेन सम्बन्धी पढ न एरोप्लेन सम्बन्धी सोचौँला पाइलट फेरि पाइलट रोड खानी पर्ला भने जस्तै गोपालको चाहिँ के भएको भने अब नेपाली एक्जाम दिन गएको इङ्ग्लिसमा पास भएर गएको त्यही भयो इङ्ग्लिसमा पास हुनु त धेरै त्यही राम्रो त, एकदमै राम्रो त्यही त अब उसलाई त होइन अब एकछिनको लागि जापान इङ्ग्लिस काम लाग्दैन त भएर क्या उसको त्यो जापानमा पनि अहिले पछिल्लो समयमा फोकस गरेर फोकस होइन अहिले मैले पढिरहेको ठाउँमा त इङ्ग्लिस एकदम इम्पोर्टेन्ट छ उसले मैले पढिरहेकोमा इङ्ग्लिस चाहिन्छ कि कस्तो भन्दाखेरि यदि मैले इङ्ग्लिस राम्रो बनायो भने चाहिँ मैले यदि इङ्ग्लिस राम्रो बनायो भने चाहिँ मलाई चाहिँ कस्तो भन्दाखेरि सिउसुको लाउँदाखेरि चाहिँ अलिकति कम्फर्टेबल हुँदो रहेछ कि त्यो अलिकति जहाँ टुरिस्ट एरिया धेरै हुन्छ नि त्यहाँको मान्छेहरूले चाहिँ जस त्यहाँकोहरूले चाहिँ अलिकति भ्यालु गर्दो रहेछ क्या त्यही भएर इङ्ग्लिस पनि चाहिँ चाहिन्छ है एउटा इङ्ग्लिस सँगै चाहिन्छ हुनुपर्छ। अब म चाहिँ अब त्यस्तै बिस्तारै पऱ्यो भने हिन्दी पनि चाहिने बेला भइसक्यो जापान हिन्दी जापानमा म आउँछ अब मेरो पछि ब्लग पनि आउँछ है केटा हिन्दी भन्दा पनि बेसी त बङ्गाली चाहिने बेला बङ्गाली बङ्गाली त हत्तेरिका साइली रे बनाएको छ है अनि त्यस पछाडि अब गोपालको पनि के धारणा छ तिमीलाई अब सुरुमा त तिमीले इन्जिनियरिङ पढ्नु खोजेको म्यानेजमेन्ट पास बिजनेसमा पास भयो है म अब 1 वर्षपछि चेन्ज गर्ने हो अरू केही पनि धारणा छैन 1 वर्ष भनेपछि 1 वर्षपछि चेन्ज गरेर अनि फेरि 2 वर्ष पर्छ कि फेरि एक वर्षमै हुन्छ तिम्रो चाहिँ फेरि 1 वर्षमा भइहाल्छ नि 2 वर्षमा अब केटा त जस ठिक छ अब त्यस्तै हो अनि त्यस पछाडि अब नयाँ सिओहरू भट्टाभटी आइरहेछ विचार गरेर आउनु होला त्यही हो नयाँ आउने भाइ बहिनीहरूलाई त के भन्न चाहन्छ तिमी भन त के भन्नु अब त्यही हो कन्फिडेन्ट लेभल चाहिँ एकदम हाई गरेरै आउनुपर्छ अब त्यहाँ सोचे जस्तो चाहिँ छैन जस अलि राम्रो छ जस भोलि पर्सि अब सिउसेको लगाएपछि चाहिँ राम्रो छ एकदम अब भनौँ न राम्रो कुराहरू पनि छ कि अब त्यहीसँगै नराम्रो कुराहरू पनि छ अब त्यही एकैचोटि आएर भुइँबाट एकैचोटि आकाश उड्छु भन्ने सपना देखेर आयो भने त छैन केही नै छैन हामी आएको पनि 2 वर्ष भयो हामीले पनि अहिलेसम्म गरे त केही छैन यही पोडकास्ट मात्रै स्टार्ट गऱ्यौँ होइन ठिक छ अब के भन्नु त्यति साह्रो छैन भनौँ न अब यहाँ आउनेहरूलाई चाहिँ के भन्छु भने अब नेपालमा हुँदाखेरि चाहिँ अब बाबामाको हत्केला आउँथ्यो भने अब हत्केलाभन्दा बाहिर जान्छौ त्यो चाहिँ आफैले के कुरा राम्रो लिने के कुरा लिने नलिने त्यो त आफैले नै सोचेर लिनुपर्ने कुरा हो अनि त्यसै चाहिँ यहाँ राम्रो पनि छ नराम्रो पनि छ अब आफूले छुट्याएर लिनुपर्छ तिमी त के कस्तो लाग्छ तिमीलाई चाहिँ मेरो कुरामा के कस्तो लाग्छ भन्छ उसको त ठम्ब्याइ छ उसको ठम्ब्याइ छ होइन मेरो कुरा होइन कस्तो लाग्छ हाम्रो तिमीलाई चाहिँ कस्तो लाग्छ अब है मलाई अब कस्तो लाग्नु सुरुमा सङ्घर्ष गर्न धेरै गाह्रो हुन्छ ऋणमा आउनेहरू चाहिँ मलाई चाहिँ नआऊ भन्छु म चाहिँ होइन लास्टै नै गाह्रो हुन्छ यहाँ अब काम पनि पाउन छोडिसक्यो सिफ्टहरू पनि एकदम दिँदैन 2वटा काम गर्नुपर्ने पनि काम पनि भेटिन छोडिसकेको अनि त्यो एउटा काम नै भेट्दैन कि अहिले त त्यो एउटा राम्रोसँग नि भेट्दैन त्यसमा पनि सिफ्ट पाउँदैन कि होइन यस्तो अब ऋण गाह्रो आउँछ भने चाहिँ आऊ कि तर त्यो कस्तो हुन्छ भन्दाखेरि म चाहिँ यहाँ बसेर ऋणले पनि म 2-3 वर्षसम्म सर्भाइभ गर्न सक्छु भन्ने त्यो कन्फिडेन्स चाहिँ त्यो मैले 1-2 वर्षसम्म घर पैसा नपठाउँदा पनि मलाई घरमा चाहिँ प्रेसर हुँदैन भन्ने सोच भयो भने चाहिँ नआउँदा पनि आउँदा पनि ठिकै हो जस्ट त्यो अब म अलिअलि गर्छु भनेर आउने हो भने पनि आउँदा फरक परेन कि तर जस आफूले चाहिँ आफ्नो अब हौसला चाहिँ नहार्ने त्यही हो अनि एकदम भनेको चाहिँ अब भाषा चाहिँ बनाएरै आउनुपर्छ पढेरै आउनुपर्छ भाषा चाहिँ एकदम इम्पोर्टेन्ट हो अब 2 वर्ष बस्यो भने पनि त्यही हो वाकारीमास
त्यही हो त्यति हो भन्ने त्यति हो अब त्यो धेरै केही त्यही अस्ति एउटा टिकटक पनि आएको थियो नि है अब त्यो काट्न लगेको कि आइ 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 भन्नु त्यस्तै त्यस्तै हुन्छ अझै टिकटक पनि आएको थियो हेरेको थियो अब काट्नै लगेको कि आतामाको चुखात्ते भन्दाखेरि डङ डङ हान्नेवाला होइन अब त्यस पछाडि त्यस्तै हो अब केही नेपालबाट चाहिँ अब केही पढेरै आउँदाखेरि अब हामीले पनि खासै पढेन अब गोपालले त अलिकति मन छिटै उसले त अनि राम्रो पढेर थियो मैले इन्टरभ्यू दिँदाखेरि त है मुलाले पुरै पढेर है खर्र भन्छ के भन्नु त भन्यो नि मुला त्यसपछि त नेपालीमा पनि फेरि आएपछि त मुला भाषा त कहाँ पुगो पुगो थाहा नै पाएन होइन जस तिम्रो जे भने यस्तो हो क्या अब त्यो भाषा भन्ने कुरा त अब यहाँ त्यहीँ बन्ने भन्ने त होइन कि जस आफूले भन्दाखेरि यो भनेको भन्ने कुरा चाहिँ जान्ने हुनु पर्यो मतलब बुझ्नु पर्यो त्यो इसारा पनि बुझ्नु पर्यो त्यही हो अब हामी पनि त आउँदाखेरि केही बुझिँदैन थियो है अब के भन्नु अब यो सामान लिएर आएछ भने त त्यो सामान लिएर आउने के भन्छ अब बुझ्नु छैन अब सेनपाई दाईहरूलाई पनि उनीगाई गर्नुपर्ने अब सेनपाई दाईहरू पनि आम्मामा के नै उखारेको जस्तो है ठुलो ठुलो पनि हो होइन एक वर्ष आउने बित्तिकै आम्मामा पृथ्वी नै उचाले जस्तो अब पृथ्वी पनि त्यसलाई उचाल्नु छैन अनि त्यस्तै हुन्छ है अब आफूसँग नभएपछि अरूलाई अरूलाई भन्दाखेरि पनि अलिकति पानी भए पनि त हुन्थ्यो नि सट्ट तान्नु बत्तलमा पानी लिएर आऊ उतो लिएर आऊ त उतो त्यहाँ छ पानी अनि अरू यो आजिमेते हो कि यसो त खाँदै गर है गेस्टलाई त दिनु पर्यो नि त ल अब त्यस्तो जाने भन न अरू केही अरू अब त्यस्तै हो सुरुमा आउँदाखेरि काम सब पाइएन हल्का त्यस्तै भयो हामी त बेन्तको भर्ती त भएको थियौँ गोपाल त बेन्तको भर्तीमै नभएको मलाई त लास्टमा चुज गरेको उसलाई त फेरि लास्टमा चुज इन्टरनेसनल उसलाई चाहिँ अब मलाई चाहिँ नेपालले चुज गरौँ ऊ त फेरि विदेशीले चुज गरेको अहिले पनि विदेशी चुज गर्छ उसले अनि त्यतिको चाहिँ हुनु उसलाई त बेन्तमा नि भर्ती नभएको लास्टमा त यहाँ मात्रको जापानको त सरकारी जागिरै हो गोपाल सरकारी जागिरै पहिलाको सङ्घर्ष गरे अनुसार अहिले त जे होस् केही अब हदसम्म अलिकति बढेको जस्तो लाग्छ अलिकति आफूलाई चाहिने जे होस् बिस्तारै हुन्छ अब एकैचोटि हुन्छ भनेर पनि हुँदैन है हो क्या न साथी त्यही त हो अब यस्तो सबै कुरा एकैचोटि हुने भयो त अब जिन्दगी मजा पनि छैन नि केटा हो होइन जिन्दगीमा मजा छैन साथी हो यस्तै हो अब निन्द्रा लागिरहेछ अहिले पनि चस्मा उसले चस्मा लाग्यो भनेको भित्र झुले पनि नदेख्यो फेरि एकदम बिरामी हुन्छ केटो गोपाल चाहिँ अलिकति आउने अनि त्यही अब साथी नेपाल चाहिँ कहिले जाने अब पैसा पनि अलिअलि त कमायो नै होला जस्तो लाग्छ मलाई है होइन काम मेहनती केटो सब कमायो नै भन्ने होइन यस्तो पैसा त अब कमाइयो कि नकमाउनु त होइन नि फेरि पैसा त कमाउने नै हो के त बद्दैन अब मसँग छ त्यहाँ बिल त पैसा कमाएको सधैँ फेरि आफै बोल्छ मादर भन्न देऊ न आफै बोल्छ आफै सोध्छ अनि आफै बोल्छ के मैले सोध्नु पर्ने हो कि खासमा त पैसा त कमायो तर सक्यो भने होइन त्यस्तै हो पैसा भनेको कुरा आउँछ जान्छ जापानमा मतलबै हुँदैन नेपालमा नि खासै मतलब दिएन भएको मतलब पनि होइन नेपालमा चाहिँ एकदम महत्त्व थियो मलाई चाहिँ कस्तो भन्दाखेरि केही कुराहरू पनि यसो सानोतिर कुराहरू हुन्छ नि त्यो गर्दा पनि जस सोच्नु पर्थ्यो क्या मलाई जस त्यहाँ हुँदाखेरि किनकि त्यो भनेको त मेजर राशि हुन्थ्यो नि त पैसा भन्ने कुरा कसरी पाउने त्यो जस काम भन्ने कुरा भए पनि त त्यो पैसाको खासै हुन्थेन कि त्यो आउँदैन थियो नि त जब अब यहाँ हुँदाखेरि चाहिँ केही नभए पनि आज जस्तै 2-4 हजार खर्च गऱ्यो भने पनि भोलि त आइहाल्छ नि कामबाट भन्ने सोच हुन्छ त्यही भएर नि यस्तो कुराहरू कन्ट्रोल गर्न सक्यो भने त पैसा त बचाइन्छ क्या अब बचाउनेले पठाउनेले गर्नेले चाहिँ गर्ने नै हो अब जस्तै अब हामी 3 जना जस्तो पर्यो भने चाहिँ यही हो खायो उडायो पैसा नकमाउने होइन कमाउन त कमाइन्छ तर निहङ्गो गएको यो सेमङ गएको तिर्दै खाइजान्छ तिर्यो नि है टन्नै कति तिर्यो नि मसँगै त्यहाँ कति गर्दाखेरि 12 लाखको त मसँग तिरेको छ अब है हाम्रो 8 लाख रुपियाँ 8,50,000 त उतापट्टि अब नियङ्गो गएकोलाई नि तिर्यो अनि त्यसरी दाइगाकोलाई चाहिँ दाइगाकोलाई त लगभग कति 4.5 लाख रुपियाँ तिर्यो बत्ती रुम सर्नु 6 लाख हालिसकेँ मैले 6 लाख हालिसकेँ 6 लाख हालिसक्यो त्यही माथि अस्ति किताब
किस्ताबन्दी दुईचोटि मात्रै दुईचोटि हो नि फेरि एकचोटि हाल्छ के अब फेरि किताबको भनेर अस्ति किताबको पनि 50,000 हाल्छ के अब फेरि यो शनिबार फेरि कोट सिलाउँछ के 50,000 हो कि 60,000 50,000 त्यहाँ छ अनि त्यसपछि फेरि के अरे के भनेछ भन्दाखेरि अब यान 2 दिने हो नि त हामीहरू अब यान 2 को लागि चाहिँ फेरि अलग्गै क्लास अनि अलग्गै पैसा पनि रहेछ कि उसको लागि त त्यो त सबै लेभलै त्यही छ कि त्यहाँ भनेको त कस्तो भन्दाखेरि बिजनेसै हो क्या अब सबै कुराहरू बिजनेसै हो कि त्यो अब भन्नु सबैतिर बिजनेस हो कि अब पहिला त्यो गाकुमा हामी जाँदाखेरि पहिला चाहिँ 30 जना जति हाल्थ्यो कि अहिले हेर न बढाएर 44 जना भइसक्यो त्यही माथि सबै नेपाली सबै नेपाली 4 जना चाहिँ म्यानमारको छ क्या त्यो यस्तो के कस्तो भन्दाखेरि इङ्ग्लिस पढ्ने भनेपछि चाहिँ अलिक प्रायः खासैले उ गर्दैन कि अब नेपालीहरूले जे भयो नि अलिअलि अलिकति भयो नि सिकेको हुन्छ क्या नेपालमा त्यही भएर पनि अनि त्यो अब अरूहरूले चाहिँ खासै इङ्ग्लिस भयो भने त भेटनामीहरू यिनीहरूले चाहिँ अब अलि अप्ठ्यारो मान्ने भएर आउँदैन क्या खासै म्यानमारकोले नि अलिअलि पढ्ने भएर 2-4 जना चाहिँ म्यानमारकोहरू त इङ्ग्लिस बोल्दा राम्रो बोल्दो रहेछ बोल्छ मैले पनि भेट्न सक्दिनँ इङ्ग्लिस गाह्रो हुने भयो नि त अरू देशको अरूलाई इङ्ग्लिस नै गाह्रो हुने भएर खासै नगर्दो रहेछ क्या त्यो इङ्ग्लिस भएको कुराहरूले चाहिँ अब जस्तै अब ज्ञानेन्द्र गएकोमा चाहिँ दाइगाकुमा चाहिँ जस सबै छ अरे क्या अहिले मतलब मिक्स छ त्यस्तो भयो भने चाहिँ रमाइलो पनि लाग्छ त्यस्तो रमाइलो अनि त्यहाँदेखि न्युङ्गोको लेभल पनि राम्रो हुन्छ लेभल त त्यस्तै हो होइन पढ्दा त राम्रो हुन्छ अब केही पनि त अब बोल्नु त पढौ त भन्ने हुन्छ नि त जस अब केही कुरा खाए भन्ने कुरा चाहिँ दिनमा युज हुने भयो नि त त्यो नबिर्सिने हुने भयो त्यही कुरा हो जस नर्मल लाइफको कुराहरू पनि जापानिज चाहिँ भन्ने जस बानी त हुन्छ अब हामी त सबै नेपाली भएपछि त नेपाली प्याट्ट निक्लिहाल्छ के भन्दाखेरि पनि अब नियङ्गो बोलिहाल्यो भने पनि ठुलो भयो है भन्ने पनि हुन्छ नि त मान्छे अब यही पोडकास्टमा नि एउटा दुइटा नियङ्गो बोल्यो भने पनि जान्ने भयो जान्ने भयो भन्छन् है तर जान्ने चाहिँ भएको होइन है अब नर्मल लाइफमा प्याट्ट निक्लिहाल्छ त के अन्त जान्ने त हल्का हुनु पर्यो नि यार 8 लाख रुपियाँ तिरेर 8 लाख मात्रै होइन क्या मुला 8 लाख रुपियाँ चाहिँ नेपालबाट 8 लाख लगभग कति लाख तिर्यो हामीले 10 लाख मैले त 11-12 लाख नेपालमा नेपालदेखिको कुरा गर्ने हो भने त मलाई पुगिसक्यो नि 50-60 लाख नेपालमा भए त एउटा घर जग्गै आउँछ काठमाडौँ एउटा घरेडी किन्ने बेला भयो है केटा क्या बरु न पालो गरौँ क्या बरु न म किन्छु सुरुमा मलाई दिइराख पैसा होइन अनि त्यसरी फेरि पालो गरौँला दिमला नि किन के किन्न भन्छ त्यही घरेडी एउटा काठमाडौँमा त्यही मात्र 5 करोड भन्छ मात्र 5 करोड अरे 1 करोड 2 करोड 3 करोड भाइ उता छ 2 करोड लोतो काटेर त्यहाँ गएर परि पाल्छ कि लोतो पनि काटियो साथी नकाटेको होइन लगभग लोतो काटेर पनि मैले मैले 2 वर्ष काटेँ नि कति भनेपछि 7 वटा काटेँ दुईचोटि पनि के पर्नु अस्ति त फेरि पर्यो 300 पर्यो 300 रुपियाँ मेरो पनि पर्यो 60 नै गएको छैन होइन मेरो त मैले 300 पर्यो यार मैले त कति लगभग 30,000 को लोतो काटेको पर्नै भनेको त छ कति 30,000 को काट्यो काटेँ नि मुला अस्ति त मैले जेम लट्ट परिहाल्छ कि भनेर है पर्यो भने त नेपाल प्याट्ट फर्किहाल्नु मन बोल्न पैसा लाउँदैन तिमीलाई चाहिँ यो बोलेको पैसा लाग्ने भयो 1 करोडको ट्याक्स चल्यो है करोड खायो अहिले उसले किन होइन अब त्यसरी अब लगभग 5,000 को त औकातमा है अब चाहिँ झरे होइन लगभग गरेर 10,000 यहाँ अहिले लगभग मैले 10,000 को त काटेको थिएँ है अनि त्यसरी काटेको अब लगभग भएन क्या अनि त्यसरी पढ्दै परेन है अब अभागीको जता ठक्कर तिमी त भाग्यमान छौ यार कता भाग्यमानी अभागीको ठक्कर खोइ के लक्कर भने जस्तो भाग्यमानी भनेको अब होइन जस यस्तो मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि सङ्घर्ष मात्रै सबै कुरा होइन जस्तो लाग्छ कि कहिलेकाहीँ त लक पनि चाहिन्छ कि है कति कुरा मान्छेहरू मेहनत गर्ने मान्छे त धेरै छ नि है तर अनि लकले पनि साथ दिनुपर्छ जस्तो लाग्छ मतलब सबै तर लकले चाहिँ साथ मलाई चाहिँ अहिलेसम्म दिएको छैन मलाई पनि दिएको छ नि साथी कसम भनेको म त एकदम अनलक्की मेरो त त्यो उसमा पोस्ट नै हेर न अनलक्की पोस्टै अनलक्की हालेछु मैले त्यही त अनि त्यसरी जस लकले चाहिँ साथ दिएन त्यस्तै हो मेहनतले पनि भएन लकले पनि अब लकै मात्रै छ भनेर डोकोमा दुध दोहोर पनि हुँदैन होइन साथी अनि त्यसरी चाहिँ दुईको कम्बिनेसन मिल्नुपर्छ अब कम्बिनेसन मिल्दैन एउटाको तल एउटाको माथि हुन्छ कहिले नमिल्ने यो जिन्दगीमा तिम्रो अनि के भयो त अनि तिम्रो अनि गर्लफ्रेन्ड छैन होइन मतलब तिमी होइन सिङ्गल हो अब के भन्नु मतलब तिमी आउँदाखेरिको त्यो थियो नि एउटा त्यो मतलब
नाम नभनौँ जस्ट त्यो थियो नि सानो त्यो के भयो मतलब केही त हावामा त त्यो सब होइन त्यो त सब होइन त्यो त सब है भन्ने कुरा हुन् हावा होइन मैले त्यही हावा भएर आएका सोधेको थिए के होइन त्यो त्यस्तो यस्तो के हो होइन मतलब हुन्छ अप्स एन्ड डाउन भइहाल्छ नि कहिले आउँछ कहिले जान्छ त्यो त हो कि मतलब थियो नि त एक बेला थिएन क्या थिएन होइन मतलब बोलीचाली त थियो नि त बोलचाल त अब एकजनासँग बोल्दा अब मान्छे हो दुनियाँसँग बोल्ने त सबैलाई नै गर्लफ्रेन्ड भनेर पनि होइन त्यस्तो होइन यस्तो हुन्छ क्या त्यो बोल्ने त सबैसँग हो कि एउटा फिलिङ्स हुन्छ नि त कोसँग कसरी बोल्ने भन्ने फिलिङ्स जस कसलाई त्यो आउँछ नि त त्यो हो नि त अब बोल्न त तिमी म हामी पनि बोल्छौँ नि अब तिम्रो म गर्लफ्रेन्ड बन्न मिल्छ र त्यो होइन नि त छोड्दै सायद त्यस्तो कुरा नगर्नु है तिम्रो त गर्ने भने त्यस्तै कुरा हो। गर्ने गर्ने भनेको त्यस्तै कुरा हो। अब उसको अब माया भन्ने मात्रै सबै ठुलो कुरा होइन तिम्रो चाहिँ के भयो तिम्रो चाहिँ के भयो तिम्रो त उहाँ इन्टरनेसनलसँग लभ परेको थियो तिम्रो चाहिँ के भयो मेरो त के हुनु अब त्यो छुटिसक्यो नि उहिले भयो त अहिले सिङ्गलै हो तिमी अहिले त एकदम प्योर म पहिले पनि सिङ्गलै थियो मलाई पनि अलिक सिङ्गल छैन जस्तो लाग्छ मलाई। होइन अहिले एकदम होइन अब केटा पहिला ह्यान्डसम छ केटा ह्यान्डसम छ अब केटी पटाउनु यो चाहिँ काट त होइन यो भएन यो अनि त्यसरी त्यस्तै हो अब जिन्दगीमा है अनि जस जिन्दगीमा केही गर्नु छ भने होइन जस यस्तो हुँदो रहेछ यदि होइन जिन्दगीमा केटा मान्छे भनेको चाहिँ कसरी बिग्रिँदो रहेछ जस्तो लाग्छ भन्दाखेरि होइन जस लतहरू यो चुरोट रक्सीहरू हुन्छ नि योहरू खाएर चाहिँ बिग्रिन्छ जस्तो चाहिँ लाग्दैन कि कस्तो भन्दाखेरि त्यो खाएर तिमी एडिक्ट भयो भने पनि हामीले त्यो मान्छेहरूलाई सुधार्न सक्छौँ नि त तर मेन भनेको चाहिँ अब केटीकै चक्कर हो रहेछ के जिन्दगीमा यदि त्यो चक्कर लाग्यो भने चाहिँ त्यो कुनै त्यो एडिक्ट भयो भने चाहिँ कुनै कुराले पनि जस त्यहाँबाट निकाल्न सक्ने चाहिँ नसकिँदो रहेछ क्या त्यो अलिकति टाइमै लाग्छ है अब टाइम भन्दा नि धेरै मतलब अब ज्यानै आफ्नो ज्यान सुसाइड गर्नेसम्म नि पुग्दो रहेछ क्या मान्छेहरू त्यो सम्मको चाहिँ एडिक्ट भयो भने चाहिँ खतमै रहेछ कि जिन्दगी त्यस्तो एडिक्ट चाहिँ नहुनु होला त्यो हुनु पनि भएन नि त त्यस्तै एडिक्ट चाहिँ नहुनु होला है अनि त्यसरी दुख्छ थाहा छ मन दुख्छ भयो टाउको के भनौँ ज्यानै टाउको दुख्छ होइन मन दुख्छ टाउको दुख्छ ज्यानै दुख्छ मरौलै जस्तो हुन्छ र पनि अब जिन्दगीमा है बाबामा सम्झिएर पनि बाँच्नुपर्छ अब एकजनाको लागि भनेर त्यही त्यस्तो गर्नु हुँदैन क्या होइन यस्तो कस्तो भन्दाखेरि अब मेरो त हेर अहिलेसम्म नि अब लभ परायो नि त्यो फिलिङ्स नि छैन एक्सपिरियन्स गरेको मान्छेहरू बोलिरहेको छ नि म केही पनि बोलिरहेको त्यो भनेको यस्तो के त्यो भनेको यस्तो के जो मान्छेको अब एक्सपिरियन्स छ त्यो मान्छेले खासै भन्दैन क्या आफ्नो कुराहरू त्यो त त्यही हो जो मान्छेले अलिक भोकम भन्ने अब लिम्न कुनै एक्सपिरियन्स भन्ने हुन्छ त्यो मान्छेले चाहिँ भन्ने क्या फेरि अब के भन्छ अलिकति जागरुक ओहो कस्तो हुँदो रहेछ है एकचोटि गरौँ न त घुम्न त भन्नेले चाहिँ अब ठुलो कुरो गर्ने हो उसलाई त थाहा छ नि त उसलाई त अब अनि त्यसरी त्यस्तै हो अब उसको पनि एकचोटि सिरियस लभ परेको थियो मलाई थाहा छ कहिले फेरि तिमी पनि कहाँ कट नेपालमा चट्ट नेपालमा उसको सिरियस लभ परेको थियो नेपालमा अनि नेपालमा लभ तिम्रो सिरियस लभ परेको थियो एकचोटि अनि त्यसरी अब यहाँ आएपछि अब टाइम पनि मिलेन अब उसले पनि नातोले पनि धेरै नै कोसिस गरेको है अनि त्यसरी अब त्यस्तै हो अब काम चाहिँ के कस्तो हुँदैछ तिम्रो कामहरू अहिले त अब ठिकै छ अहिले अब आधी गरिरहेको छु सबैतिर 3टा काम गर्छौ नि तिमी गर्न त 3टा हो अब त्यही चुच्चोको अब जिखान नपुगेर यता गरे हो अब अर्को चाहिँ नाइटै छ अब त्यो चाहिँ जस म चाहिँ अब यति नै गर्छु होला यही कुराहरूलाई चाहिँ अब चुचुके गरेर लाने हो जस म सिफ्ट नि चेन्ज गर्दिनँ होला मैले जस 9:30 बजे 8:30 बजेको ट्रेन भ्याउँछ क्या बिहान अनि त्यो बिहान 8 बजीसम्म त म 8:30 10:15 मा रुममा आइपुग्छु क्या कति बजेदेखि हो र गएको 9:30 बजेदेखि यार 9:30 बजेदेखि मतलब 8:24 को ट्रेन पक्रिनु पर्यो भनेपछि होइन 8:37 अनि तिमी त नाइट गरेर सुनमामा जानुपर्ने कहिले काहीँ त फेरि यताउता केही भयो भने त्यही लुगा त्यही गरेको कामले त्यस्तै जानु पर्यो बुकसुक बोकेर हिँडेर तिमी कहाँबाट आउनुपर्ने हो र उता कहाँ ट्रेनमै जान्छौ होइन ट्रेनमै जाने हो या क्विन्सम्म हो क्या मतलब या क्विन्सम्म हो कि काममा चाहिँ काम त म त अलिक टाढा नै होइन यार तोसु भन्दा नि उता के अरे हिताची भन्ने ठाउँ हो क्या हिताचीमा चाहिँ काम गर्ने हो त्यो ठाउँको नाम चाहिँ के हो थाहा छैन यार टाढा छ क्या अलिकति अब त्यहाँबाट आउनुसम्म त अलि टाइम लाग्छ क्या त्यहीँबाट उता जाँदा ठिक होला नि तिमीलाई त्यो सोचिरहेको छु तर कस्तो भन्दाखेरि अलिकति कपडाहरू फोहोर हुन्छ कि भनेर उनीहरूको त फेरि ड्रेस छ नि त
होइन ड्रेस होइन लाउँदैन पर्दैन ड्रेस लाउनु पर्दा पर्दैन नर्मल हो त्यो कुनै बेला ओकेजनहरूमा चाहिँ ड्रेसहरू लाउने हो क्या म त कि ड्रेसै लाएर स्कुल जस्तो ड्रेसै लाएर लैले ड्रेस त्यो अवस्था आयो भने पनि यताबाट मगाउँछु ठिक छ गर्नु पर्यो तिम्रो त कति पाइदियो काम गोपालको अब मेरो काम काम गएको मेरो काम भनेको अब 4 नाइट हो त्यही हो 4 नाइट मात्रै भन्ने 4 नाइटमा त 4 नाइटै हो त 4 नाइटै हो नाइट चाहिँ 4 नाइट हो अर्को त डेमा चाहिँ डेमा त अब कति पोडकास्ट पोडकास्ट डेमा पोडकास्ट हुन्छ जस होइन मेरो पनि अब जस पोडकास्ट चाहिँ अलि टाइममै गर्नुपर्छ जस कस्तो भन्दाखेरि नाइटमा हुँदाखेरि चाहिँ गर्दा अझै रमाइलो होला कि ठिक छ अब गर्नुपर्छ नाइटमा हुँदाखेरि गर्नु म पनि काम त खास गर्दिनँ म पनि काम त गर्दिनँ अलि 24 घण्टा गर 28 घण्टा गर गाको लागेपछि चाहिँ हल्का गाह्रो हुन्छ कि मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि होइन अनि मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि होइन मैले हुन त अब मैले नि अब आएदेखि अब काम भने होइन अब जस हामीले नि 1 वर्ष त हामी झुलिरहेको हो नि त 1 वर्षसम्म त हामीले लास्टै दुःख नै भयो है हामीलाई चाहिँ पैसा नभएर यताउता त्यही अब बस्ने केटाहरूसँग रमाइलो त्यो भयो तर मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि चाहिँ होइन अहिले भनेको खासै पैसा भनेर आत्तिनु पर्ने समय चाहिँ होइन जस्तो लाग्छ कि जस्तै के भने अब 22-23 वर्ष हो नि त यो उमेरले चाहिँ अब यो उमेरमा चाहिँ हामीले चाहिँ आफूले चाहिँ आफैलाई इन्भेस्ट गर्ने हो क्या अहिले भनेको कस्तो अनि यो इन्भेस्टले चाहिँ भोलि पर्सि हामीलाई फल दिन्छ क्या हो कि होइन अहिले चाहिँ आफूले नै आफैलाई इन्भेस्ट गर्ने हो क्या अनि यो कुराहरू चाहिँ जति इन्भेस्ट गऱ्यो अनि भोलि पछि देखिने हो नि त हो कि होइन अब जस्तै अहिले अब काम त्यो त हो अब त्यो परिस्थिति बाध्यताले गर्नु नि पर्छ कि तर त्यो भन्दैमा अब चटक्कै पढाइ छोडेर अब यताउता गर्ने हो भने चाहिँ भोलि पर्सि त्यो पनि फल पाउने नै हो कि अब अहिले यस्तो भन्छ नि के जस आफूले मेहनत चाहिँ गर्नुपर्छ फलको चाहिँ आश गर्नुहुन्न कि अब अहिले भनेको चाहिँ अब हामीले पछि घर बनाउनु छैन अहिलेको पढाइ भनेको चाहिँ हाम्रो बेस हो क्या अब जुन जग हुन्छ नि त्यो मेन जग भनेको चाहिँ अहिलेको घर बनाउनुको लागि जग जति इम्पोर्टेन्ट छ नि 2 वर्ष भने त्यो जग जस्तो रहेछ जग जस्तो रहेछ है अब पैसा पनि अब ऋण लिएर आएको हुन्छ पैसा काम नगरे हुँदैन है त्यो पनि अलिक बेग्लै कुरा हो र पनि काम पनि गर्ने र पढाइ पनि सँगसँगै राख्न सक्यो भने चाहिँ अब धेरै नै राम्रो हुँदो रहेछ अब हामीले त अब 1 वर्षमा त कामै एउटा मात्रै गर्यो है एउटा काम गर्यो अनि त्यही जस त्यो हामीलाई त्यो मेमोरी पनि त हाम्रो बेस छ नि त है बेन्तोबाट बिहानै उठ्ने है बिहानै खाना बनाएर है बिहानै फेरि क्लासमै गएर भात खाने के त्यहीबाट चाहिँ अब केटाहरूसँग अलिकति घुलमिल भयो कि अब त्यही पनि बाँडेर है त्यो अलिकति के छ सब्जी के लिएको छ है उसले के लिएको छ तिमी लिएको छ अनि त्यो भएर पनि अलिकति हामी क्लोज चाहिँ धेरै क्लोज भएको थियो त्यो भएर पनि हो अनि त्यही अब है बेन्तमा एकजनाले चाउमिन भेट्यो भने टक्क ल्याउने बेलुका उसिनेर खाने त्यो पनि त बेस्ट उसलाई चाहिँ छुटाउँथेन है हामीले छुटाउँदै राखिदिन्थ्यो राखेर आउँथ्यो उसको काम फरक भए पनि तर बिहान त त्यो बेला तिमी 0 गरेको थियौ है सिद्धान्त र तिमी के अरे अनि सिद्धान्त छोडेको थियो पिपुरबाट बेन्तो हानिरहेको सिद्धान्तलाई मैले नचिनेको एकचोटि ट्रेन चढेर जान्थ्यो फेरि उसलाई बेन्तोको एक्सपिरियन्स छैन मलाई फेरि यहाँ मतलबको एक्सपिरियन्स छैन क्या त्यो पनि हो मसँग त्यहाँ काम गर्ने अहिले एउटा केटा छ क्या जस त्यो कस्तो भन्दाखेरि त्यो अब हिँडेको गर्नुपर्छ नि त त्यसले ज्यान घटाइसक्यो क्या तर अहिलेको टाइममा चाहिँ कस्तो भन्दाखेरि अब हामी गएको सकेको बेला चाहिँ अहिले चाहिँ अलिक जिखान मिलाउन पनि गाह्रो हुन्छ कि समय मिलाउन अहिले चाहिँ खासै अब जिम चाहिँ गर्नै पर्छ भन्ने चाहिँ लाग्दैन किनकि यतिकै ठिकै छ अब दिनमा 10 डिप्स आफ्नो सोच हो कि हुन त मुला भन्ने हो नि त कुरा पनि त यस्तो हुन्छ है भन्ने त अनि मलाई त के लाग्यो भने है अनि त्यहाँ अलिकति मोटो त यस्तो छैन त्यही पनि अब अलिकति अब अहिले भनेको त आफूलाई ज्यान बनाम आफू बनौँ है केटी बनाम केटी त मलाई त्यस्तो पर्दैन है आफू बनौँ आफूलाई आफ्नोलाई चाहिँ अहिले इन्भेस्ट गरौँ है अब म पनि काम पनि अलिकति घटाएरै भए पनि बरु 28 घन्टै पनि गर्दिनँ बरु 10 घन्टा जस्तो गरेर आफूले टाइम दिनुपर्छ है अब त्यही भन्ने चाहिँ मलाई पनि फिल भएको छ अब 1 वर्ष चाहिँ काम मजाले गरियो काम 1 वर्ष काम पाइएन नै 28 घन्टा त्यो गऱ्यो त्यसपछि अहिले त्यो अलिकति
अलिकति काम गर्यो अलिकति धेरै काम गर्यो धेरै त्यस्तो धेरै पनि याबाई पनि गरिएन त्यो अलिअलि गरियो तिमीले त लास्टै गरे क्या तिमीले त लास्टै गरे होइन तर होइन मैले चाहिँ होइन तिमी अझै पनि गर्छौ होला होइन तर तिमीलाई चाहिँ अब जस कस्तो भन्दाखेरि तिमीलाई खासै अब मैले बुझेअनुसार होइन तिम्रो आफ्नो सोचाइ छ उसको आफ्नो सोचाइ छ मेरो आफ्नो हो तर तिमीले चाहिँ अब त्यो बेला चाहिँ त्यति नगरेर होइन अलिकति मेहनत गर्नुपर्ने चाहिँ हो त्यो टाइममा केही नभए पनि तिमी मेहनत गरे भए चाहिँ अहिले जस अफ हुन्थ्यो कि अलिकति त गर्नु त मलाई पनि फिल भइरहेछ अनि त्यो अब फिल होइन रिग्रेट हो अब काम पनि काम बढाइरा होला उसले काम त बढाएको छैन काम त मेरो त 28 घण्टा मात्रै फेरि 28 घण्टा भन्दा धेरै गर्दिनँ होइन त्यो होइन अर्को काम त बढाऊ नि त कुन अर्को ह्यान्ड क्यासमा गर्दिनँ कि छोडिसकेँ कहाँ छोड्यो तिमीले 7 छोडिसकेँ कहाँको छोड्यो बिहानको बिहानको यताको सागन छोडेको गफलाई अस्ति रक्सी खाएर के अरे अस्ति त अनि बिहानै रक्सी खाएर गयो नि त तिमी कहाँ रक्सी खान्छु म फेरि मुजिदे यस्तो रक्सी खाँदैन होइन मतलब त्यो के अब त्यो कहिले काहीँ त खाइ अस्ति त अनि सोचेको दिन त अब त्यो दिन त रमाइलो भयो यो काटिँदैन नि फेरि यो गोपालले त होइन खासै यसो त्यो नराम्रो भएको कुराहरू चाहिँ काट्देऊ यो रक्सी खाएको त भएन केही नि भन्नु अस्ति त्यो रक्सी त अस्ति सोचेकोमा त एकदमै रमाइलो भयो अब हामीहरूको सेन्पाई दाईहरू पनि आउनु भएको थियो अनि त्यसमा गोपाल पनि थियो गोपाल है नखाने मान्छे तर मैले सपोर्ट गरेँ नि केटाहरूलाई सपोर्ट त होइन पैसा अनि उसलाई त अनि कति 5,000 लिने भने त कताबाट 5,000 अनि कोकै खाना त 5,000 त नतिर्नु पर्ने दाई अब त्यो पैसा कुरा होइन त्यहाँ पैसा कुरा भन्ने हुँदैन पैसा भन्ने कुरा कमाइन्छ के गरिन्छ होइन जस खानै पर्यो फेरि किनेर खाम्ला नि के छ त्यो हो अब जस्ट त्यो मेमोरी भयो नि त अब त्यो समयलाई म फेरि फर्काउँछु भनेर त आउँदैन नि त आउँदैन हो त्यो चाहिँ हामीहरूको एकदम गुड मेमोरी होइन ढुङ्गामा सुते ढुङ्गामा सुत्छ केटाहरू रातभरि बसेको त म त निन्द्रा लागेर ढुङ्गामै सुत्दै है म त मुला त्यो हावाले हेर न यहीँ ओठै फुटाएर यहाँ यत्रो 2टा घाउ भएको एउटै पोडकास्टमा सक्यो यार यो त ल अब यस्तै हो अब आजको पोडकास्ट चाहिँ काम जाने बेला भयो है केटाहरू कति भयो अब रमाइलो आउँदैछ होइन यो चाहिँ अब हाम्रो पहिलो हो होइन अब के मतलब कस्तो हुन्छ भन्ने कुरा नि थाहा छैन कि हामीलाई पोडकास्ट भन्ने कुरा नि थाहा छैन कसरी बनाउँछ भन्ने कुरा पनि थाहा छैन यो त हाम्रो एउटा भ्लग जस्तै भयो केही पनि एक्सपिरियन्स छैन हाम्रो यो चाहिँ फर्स्ट टाइम बनाइरहेको हो अब चाहिँ एकदम रमाइलो अब चाहिँ केटाहरू आउँछन् बिस्तारै रमाइलो केटाहरू आउँछन् अझै कुरा अब यसबाट केही कमजोरी भएको छैन अझै अर्को भिडियोमा अझै राम्रो बनाउने कोसिस गर्छौँ कि अब अहिले त केही पनि थाहा पनि छैन कतिकै अब हामी बोलिरहेको छ कृपया कमेन्ट गरिदिनु होला लाइक सेयर र सब्सक्राइबको लागि त्यो बेल बटन चाहिँ बटाइदिनु होला आभारी छौँ है अनि त्यसरी अब जस हामीलाई चाहिँ यो कस्तो भन्दाखेरि केही हामीलाई यो गरेर केही पाउनु पनि छैन केही उ गर्नु पनि छैन जस रमाइलो मेमोरेबल मात्रै बनाउनलाई हो अनि कसैलाई केही सिकाउनु पनि छैन कि यो कुराले जस हामी चाहिँ आफ्नो मेमोरेबल बनाउनलाई सिक्नेले त सिकिहाल्छ नि हेर साथी जानु पनि होइन अघि हामीले पनि राम्रै कुरा गर्यौँ नि विदेश आउन चाहनु हुनेहरूलाई चाहिँ हामी चाहिँ विदेशको बारेमा चाहिँ केही सजेसनहरू पनि गर्नेछौँ र तपाईँहरू विदेश जापान विशेष गरी जापान आउने अरू विदेशको त के थाहा छ र हामीलाई विशेष गरी जापान आउनेहरूको लागि चाहिँ यो भिडियो एकदमै इम्पोर्टेन्ट हुन सक्छ भन्ने विषयले चाहिँ हामीले पोडकास्ट आजदेखि स्टार्ट गरिसकेका छौँ र तपाईँहरू चाहिँ हाम्रो यो युट्युब च्यानल चाहिँ फलो गर्दै गर्नुहोला युट्युब च्यानल नाम चाहिँ के हो रमाइलो जे होस् युट्युब च्यानलको नाम चाहिँ अब त्यहाँनिर के छ त्यही हेर्नु होला अहिले चाहिँ च्यानलको नाम फिक्स भइसकेको छैन हामी यो भिडियो मात्रै बनाएर हो अब यो भिडियो अपलोड भइसकेपछि जुन च्यानलमा भइरहेछ त्यही च्यानलमा हेर्नु होला अनि त्यस पछाडि अब अहिले त हामीले त रमाइलो गफ को साथसाथै केही कुरा ज्ञानहरू पनि हेर न अनि टाइमै छैन नि होइन टाइम पनि अब यसो टाइम मिलाएर यसो अब साथीभाइहरूसँग अब मनको कुराहरू गरौँ भन्ने सोच हो हाम्रो त अब जस्तै हो नि अब अब केटाहरूलाई चाहिँ अब जे भयो नि म त हिजो पनि होइन अब पूजन जाँदाखेरि पनि अब आँसु झऱ्यो क्या कसो भन्दाखेरि पूजन कतिखेर गयो हिजो 5 बजी गयो क्या उता उसकोमा गएको छ साथीकोमा अरे यस्तो हो कस्तो हुन्छ भन्दाखेरि होइन अब साथी भनेको साथी नै हो क्या अब चाहिँ अब धन्न अब तिमीहरू हामीहरू अब सुशीलहरू पृथ्वीहरू हामी सबै 6-7 जना छौँ नि त त्यही भएर पनि अब चाहिँ कस्तो भन्दाखेरि अब चाहिँ ल छन् भन्ने चाहिँ हुन्छ कि तर माया भन्ने कुरा चाहिँ अब अजम्बरी हुने छ अब
अब हेरिरहेछौ अब उ गरिरहेछौ भन्छ होइन यसो तिमीहरूलाई आउनु एकदम पर्यो, सम्झेको छौँ तिमीहरू है पनि आउनुपर्छ तिमीहरूलाई सम्झेको छौँ है तिमीहरूलाई अब केही नगरिकन भएन भने भिडियो कलबाट पनि पोडकास्ट गर्ने चाहिँ हाम्रो विशेष प्लान छ प्लान छ है यो ग्रुप बनाएर हो ग्रुप बनाएर हाल्ने, बनाउने, गर्ने विचार छ हाम्रो जुमतिर भए पनि जतातिर भए पनि हाम्रो टक्क केटाहरूको पनि यस्तो भनाइहरू राखिदिने विचार छ केटा चिन्ता नगर चिन्ता नगर तिमीहरूलाई एकदम सम्झिरहेको छौँ हामीले बिगिनिङ हो हामी स्टार्ट गर्दैछौँ अझ ठुलो ठुलो चाहिँ हाम्रो प्रोग्रामहरू आउने छ होइन तिमीहरूलाई आउँछ नै साथी आउँछ आफूमा चाहिँ कन्फिडेन्स हुनुपर्छ अब सम्झिरहेको छौँ केटाहरूलाई सबैलाई है अनि त्यस पछाडि अब नेपालबाट- जिरो लेभलबाट नेपालबाट आए जस्तै हो कि नेपालबाट होइन असर भनेको त्यही हो कि त्यही हो नेपालबाट त त्यति गाह्रो चाहिँ हुँदैन जस्तो लाग्छ ल गाइज मलाई। आजलाई आजको लागि चाहिँ यति नै गाइज है गाए। ल गाइज Guys, guys. गाइज ल